हजुर नमस्ते। प्लास्टिकको झोला युज नगर्ने, कागजको झोला युज गर्ने, किनकि प्लास्टिकले पोल्युसन गर्छ, कागजले गर्दैन। अनि बजारमा सबैभन्दा धेरै प्लास्टिक नै युज हुन्छ, त्यसलाई कसरी हामीले चाहिँ नियन्त्रण गर्ने? कागज कि क्लोथको ब्याग युज गरेर हो ल, आजदेखि हामी पनि प्लास्टिकको झोला छोडेर होइन कागजको झोला नै युज गर्छौँ ल। यसरी चाहिँ सबै ठाउँमा होइन हामीले प्रयास गर्नु, हामी पनि सपोर्ट गर्छौँ, सहयोग गर्छौँ तपाईँको लागि। अनि प्लास्टिकले पोल्युसन हुन्छ सबैलाई थाहा छ, त्यो पनि प्लास्टिकको झोला युज गर्छ होइन, तर गर्नु हुँदैन। यो चाहिँ वातावरणको लागि हामी सबैले सहयोग गर्नुपर्छ है, स्वास्थ्यले सहयोग गर्नुपर्छ। आजदेखि हामी प्लास्टिक झोलालाई त्यागेर यो कागजको झोला नै प्रयोग गर्नुहोस्। हजुर, थ्याङ्क यू।